ल, आजको यो छलफल सुरु गरौँ। हामीसँग एउटा सानो तर निकै मार्मिक नेपाली नाट्य छ। बोल्न त बुबासँग। हो, यसमा पात्रहरू पनि सीमित छन्। एकजना अलि पाका 70 वर्ष जतिका बोबा अनि उहाँको छोरा राजु र बुहारी शोभा। घटना उनीहरूकै कोठामा हुन्छ। र यो छलफलमा हाम्रो उद्देश्य चाहिँ बुबा र छोरा बीचको त्यो संवादहीनता जस्तो अवस्था, उनीहरूको सम्बन्धमा आएको त्यो चिसोपना। अनि त्यहाँभित्र लुकेका भावनाहरूलाई अलि केलाउने हो। खास गरी शोभा मतलब बुहारीको दृष्टिकोणले कसरी परिस्थितिलाई फरक ढङ्गले हेर्न मद्दत गर्छ भन्नेमा पनि हामी ध्यान दिन्छौँ। ल, सुरु गरौँ है त। सुरुमा के हुन्छ भने बुबा कोठामा आउनुहुन्छ अनि एकदम सामान्य दैनिकी कुराहरू सोध्न थाल्नुहुन्छ। जस्तो बाथरुमको ऐनाबारे, छोराले पढ्ने किताब होइन, अनि ढोकाको आवाज, गाडी सर्भिसिङ भयो कि भएन, यस्तै। हो, तर छोरा राजुको जवाफ कस्तो भने एकदम छोटो, टारेको जस्तो। लगाइदिए, हो, गरिसकेको छु, यति। अनि बुबा केही भन्न खोज्दै हुनुहुन्थ्यो जस्तो लाग्छ, तर अन्तमा चुपचाप बाहिरिनुहुन्छ। हो नि, त्यो दृश्य नै कस्तो कस्तो छ। एकदमै। र यहाँ बुझ्नुपर्ने कुरा के हो भने बुबाका यी प्रश्नहरू खालि जानकारी लिन मात्रै होइनन् क्या। ए, यी त छोरासँग जोडिने मतलब एउटा बाटो खोज्ने प्रयास हुन् जस्तो लाग्छ। बाथरुमको टुटी होस् वा फूल, यी सब कुरा त कुराकानी सुरु गर्ने बहाना मात्रै हुन्। हो, त्यो हुन सक्छ। सायद उमेर बढ्दै जाँदाको एक्लोपनले हो कि, वा छोरासँग त्यो पुरानो न्यानोपन, त्यो सामिप्यता खोजिरहनु भएको हो कि। त्यो त हो, तर छोराको पाटोबाट हेर्दाखेरि उसको प्रतिक्रिया त पुरै फरक छ नि। हो त, बुबा बाहिरिने बित्तिकै झर्केर बुहारीसँग गुनासो गर्छ होइन, के भएको बुबालाई यस्तो पाराले। बुढो भएपछि चाहिने नचाहिने गनगन उसले त गनगनै भन्यो। अफिसमा हुँदा पनि फोन गरेर के गर्दैछस् सोद्धा पनि उसलाई दिक्क लाग्दो रहेछ। यहाँनिर अलिकति सोच्नुपर्ने हुन्छ, यो पुस्तान्तरणको खाडल, जेनेरेसन ग्याप भन्छौँ नि हामी, त्यो जस्तो देखिन्छ। हो, बिल्कुल। छोराले बुबाको चासोलाई गनगन वा अनावश्यक हस्तक्षेप जस्तो देखिरहेको छ, तर बुबाको लागि त यो केवल सम्बन्ध नवीकरण गर्ने एउटा तरिका होला। हो, बुझाइको यही फरकपनले गर्दा संवाद नै हुन सकिरहेको छैन। अनि माया हुँदाहुँदै पनि त्यो व्यक्त गर्ने तरिका नमिल्दा दूरी बढ्दै जाने यो नाटकले त्यही देखाउँछ। तर कथामा एउटा राम्रो मोड आउँछ। जब बुहारी शोभा कुरा बुझाउँछिन्, उनी एकदम शान्त भएर सम्झाउँछिन् नि राजुलाई। हो, त्यो भाग निकै महत्त्वपूर्ण छ। उनको भनाइले नै स्थितिलाई प्रष्ट पार्छ। उनी भन्छिन्